मान्छेले आफूले आफ्नै किसिमले बुझ्नुभएको छ। मेरो हेराइमा, मेरो विश्लेषणमा चाहिँ के छ त, किन यस्तो अवस्था आयो त हाम्रो देशमा भने, हाम्रो देशमा तपाईँको छैन एउटा कुरा, लोकतन्त्र आयो, गणतन्त्र आयो होइन, शहीदहरूको बलिदानी यो त्यो भनेर हामी भन्छौँ। यी सबै कुरा चाहिँ के हो त भन्दाखेरि एउटा भ्रम हो वास्तवमा होइन। लोकतन्त्र आयो कि आएन यो विषयमा अलिकति होइन हामीले बुझ्नुपर्ने कुरा हुन्छ। मलाई लागेको कुरा मैले यहाँ राख्न चाहन्छु। अब हाम्रो देशमा लोकतन्त्र आएको छ कि छैन भन्दाखेरि मेरो बुझाइमा अहिले भनेको दलतन्त्रको स्थिति हो। दलतन्त्रको स्थिति मात्रै भएको कारणले गर्दाखेरि जनताको जीवनस्तर उक्सिन सकेन, जनताले अवसर प्राप्त गर्न सकेन कुनै पार्टीमा नलागिकन, अथवा त्यो पार्टी जुन पार्टीमा ऊ आफू लागेको हो त्यो पार्टी पनि सधैँभरि सरकारमा हुने कुरो भएन। त्यसो भइरहँदाखेरि त के भन्दाखेरि अब सत्तामा पुग्ने मान्छेले मात्रै चयन गर्ने, अरू सबै मान्छेलाई चाहिँ नै होइन के जस्तो नसम्झिने भन्ने खालको चाहिँ एउटा पार्टीगत विभेदका कारणले गर्दाखेरि हाम्रो देशको राजनीति दलतन्त्रमै सीमित रह्यो, लोकतन्त्र आएन। लोकतन्त्र नआइसकेपछि जनताले न्याय पाएनन् होइन, सेवा सुविधा पाएनन्, रोजगारी पाउने कुरो भएन, अवसर पाउने कुरै भएन। त्यसो भएको कारणले गर्दाखेरि अब यत्रो तपाईँको छैन नेताले जे भन्यो त्यही मान्यो होइन। कहिले आन्दोलन गरौँ है भने आन्दोलन गरेको छ, कहिले जनयुद्ध गरौँ है भने जनयुद्ध गरेको छ, कहिले के भनेको छ, कहिले के भनेको छ। त्यो सबै कुराहरू मान्दै बस्दै गर्दाखेरि पनि होइन दलतन्त्रमा सीमित रहेको कारणले गर्दाखेरि, लोकतन्त्र नआएको कारणले गर्दाखेरि हाम्रो देशमा जनताले न्याय पाएन। नम्बर 1 मा होइन, न्याय पाएन। न्याय नपाइसकेपछि सेवा सुविधा पाएन, अवसर नपाइसकेपछि के हो त भन्दाखेरि जनतामा यति धेरै वितृष्णा छ, यति धेरै तपाईँको चाहिँ आक्रोश छ। त्यही तपाईँको वितृष्णा र आक्रोशले गर्दाखेरि आज जे देखिँदैछ त्यो कुरा चाहिँ भइरहेको अवस्था हो। अब भन्दाखेरि नमिठो लाग्ला, म एउटा अभियानबाट आएको मान्छे होइन। यो समाज राम्रो होस्, समाज हिजोभन्दा आज राम्रो होस्, आजभन्दा भोलि राम्रो होस् भन्ने शुभेच्छाका साथ यो देशलाई माया गर्दै बाँचिरहेको एउटा सानो मान्छे म हो। म यो धरानमा एक खालको स्वतन्त्र अभियान चलाएर अहिले नगर प्रमुखमा निर्वाचित छु। अब यो पनि जनताले मलाई दिएको एउटा सानो मौका हो। यो मौकामा मैले काम गरिरहेको छु भन्ने मलाई लाग्छ। अब त्यसरी म आइसकेपछि पनि मलाई नगर प्रमुख नमान्ने दलहरू यहाँ थुप्रै छन् होइन। यो नगर प्रमुख होइन, यो त दलबाट आए मात्रै हुन्थ्यो। फेरि अरू दलबाट आएर पनि भएन, मेरै दलबाट आए चाहिँ मैले यसलाई नगर प्रमुख मान्थेँ, होइन भने होइन भन्ने खालको। अहिलेको प्रधानमन्त्रीले धरान आएर के भन्यो भन्दाखेरि मेयरै छान्नु जान्नु भएन, हाम्रो पार्टीको मेयर छाने पो मैले विकास योजना पारिदिन्थेँ भन्ने खालको अभिव्यक्ति राख्नु। एउटा अहिलेको प्रधानमन्त्री जो चाहिँ देशको चाहिँ नि होइन बागडोर हाँकेर बसिराख्नु भएको छ, उहाँको सोचाइ त्यो खालको छ। अनि अहिले जे जति तपाईँको छैन हामी स्वतन्त्रहरू आयौँ, स्वतन्त्रहरूप्रति हेर्ने दृष्टिकोण अहिलेको सरकारको कस्तो छ है। राम्रो काम गर्छु, जनतालाई सेवा सुविधा दिन्छु भनेर आएको एउटा व्यक्ति जो भए पनि समर्थन गर्नुपर्छ, सहयोग गर्नुपर्छ नि, त्यो छैन। अहिले धरानलाई तपाईँको छैन हेर्ने दृष्टिकोण, काठमाडौँलाई हेर्ने दृष्टिकोण उहाँको एकै खालको छ। त्यसो भएको कारणले गर्दाखेरि जनताको मतलाई पनि नमान्ने होइन। जनताले अब लोकतन्त्र भनेको लोक भन्ने जनता, जनताले चाहेको कुरा, जनताले चाहेको शासन है लाई चाहिँ लोकतन्त्र भन्नुपर्ने हो। अब यहाँ म चुनाव त जिते, प्रधानमन्त्रीले मेयरै मान्दैन भन्छ। अब अस्ति भेट्न गएँ, भेट्दिन भन्छ। यस्ता कुराले के हो त भन्दाखेरि लोकतन्त्रमा एउटा कुठाराघात दलहरूले गरिरहेको कारणले, दलतन्त्र चलाइरहेको कारणले गर्दाखेरि होइन
दलले जे पनि तपाईँको चाहिँ नि हामी गर्न सक्छौँ भनेर चाहिँ जनतालाई हेपेको कारणले गर्दाखेरि फालिसकेको व्यवस्थालाई टिपेर ल्याउनका लागि होइन अहिले त्योभन्दा त बरु राजै ठिक थियो, राजै ठिक हो भनेर चाहिँ मान्छेहरू सडकमा उफ्रिरहेको देख्छु म। हुँदा हुँदा राम्रो काम गर्ने मान्छेहरू सबैलाई है प्रोत्साहन दिनुपर्ने ठाउँमा निरुत्साहित गर्ने किसिमले होइन तपाईँको चाहिँ नि होच्याउने किसिमले सहयोग र तपाईँको चाहिँ नि दण्डित गर्ने किसिमले सरकार अघि बढ्दाखेरि कुलमान घिसिङलाई पनि तपाईँको चाहिँ नि निकाल्यो। साउनमा उसको चाहिँ नि सेवा निवृत्त हुँदै गरेको मान्छे, पेन्सनमा निस्किँदै गरेको मान्छे, स्वतः जाँदै गरेको मान्छेलाई कतिखेर के गर्नुपर्छ भन्ने थाहा नभएर इगोले तँभन्दा म ठुलो, म त यस्तो भनेर दम्भले फुलेको कारणले गर्दाखेरि अहिले सबै मान्छे आक्रोशित छन् होइन। अहिलेको विद्यमान सरकारसँग सबै मान्छेहरू होइन आक्रोशित छन्। विपक्षी दलले जो चाहिँ सत्तामा छैन उसले त्यही चाहिराखेको छ है। राजा मन पराउनेहरूले पनि त्यही चाहिराखेको छ भने यता तपाईँको चाहिँ नि अब कुलमान जस्ता मान्छे, हर्क साम्पाङ जस्ता मान्छे, बालेन जस्ता मान्छे लगायतका मान्छेहरूलाई तपाईँको चाहिँ नि जहिले पनि मुद्दा लगाइदिने, असहयोग गर्ने, यस्तो गर्ने उस्तो गर्ने भइसकेपछि सबै जनता चाहिँ अहिले अब के हो त भन्दाखेरि यो सरकारसँग रुष्ट भएको अवस्था हो। त्यसो भएको कारणले गर्दाखेरि अब सरकारले अहिले सेना परिचालन गर्यो भन्ने कुराहरू अहिले म फेसबुकमा देख्दैछु। यो स्थिति आएको छ। म सबैजनालाई के बुझ्न अनुरोध गर्न चाहन्छु भने हामीले आग्रह पूर्वाग्रह नराखिकन, पक्षपाती नभइकन सत्य कुरा बुझ्नको लागि आग्रह गर्न चाहन्छु है। कहाँ मिस्टेक भयो त, हामीले कहाँ मिस्टेक गऱ्यौँ त भन्दाखेरि यो देशमा लोकतन्त्र दलहरूले चाहिँ तपाईँको चाहिँ यसो गरौँ है भनेर उहाँहरूको आह्वानमा लोकतन्त्र आयो भनेर घोषणा भयो। घोषणा हुनु र कागजमा लेखिनु र व्यवहारमा त्यो चाहिँ अनुभूत हुनु फाल्टो कुरा हो। तर नेपाली जनतालाई होइन लोकतन्त्र आएको अनुभूत भएको छैन। इभन मलाई भएको छैन। धरान उपमहानगरपालिकाको नगर प्रमुख हुँ म होइन। मलाई लोकतन्त्र आएको छैन, के अरे तपाईँको चाहिँ आभास भएको छैन भने दूरदराजमा बस्ने है केही थोरै मात्रै बोल्न सक्ने, थोरै मात्रै तपाईँको चाहिँ होइन कुरा सुनेका बुझेका मान्छेहरूले चाहिँ लोकतन्त्र अनुभूत गरेको छ होला त पक्कै पनि। त्यसले गर्दाखेरि लोकतन्त्र नआएको कारणले, लोकतन्त्र आइसकेको अवस्था नरहेको कारणले गर्दाखेरि यो खालको स्थिति आएको छ। म भन्ने गर्छु अब लोकतन्त्रमा जानुपर्छ होइन। दलहरू अहिले तत्काल सचिएन भने एकदम तपाईँको विकराल स्थिति आउँछ। अब यो देशै रहला नरहला भन्ने खालको प्रश्नहरू पनि अब धेरैले गरिराखेको अवस्था पनि। यो देश रहनुपर्छ, यो देशलाई जोगाउनुपर्छ भने अब हुन त ठुलो कुरा गर्यो यसले भन्नुहोला, तर मैले देखाएको मार्गमा यो देश तुरुन्त हिँडिहाल्नुपर्छ है। विदेशी ऋण लिएर विकास गर्ने